रियल म्याड्रिडबाट पहिला रोनाल्डो खेल्थ्यो, रोनाल्डोलाई हेर्न जान्थ्यो। बार्साबाट मेसी खेल्थ्यो, मेसीलाई हेर्न जान्थ्यो। बार्सिलोना भनेर गएको त होइन नि, कति त मै होइन। अहिले हामी इन्टर मायामीको फ्यान हो। कसको भएर त? प्लेयरको। अहिले यहाँ त्यत्रो क्लबहरू छ, 7 जना, को प्लेयरलाई हेर्न जान्थ्यो? चिन्दै नचिने किन मान्छे छैन त? प्लेयरै छैन। बरु अहिले जब कि छोटेको भर्खर स्टार्ट भइरहेछ, मेरो भाइ भनेर भनेको होइन, त्यो एरोन थापाको स्टार्ट भइरहेछ, तर त्यसको लागि मान्छे गइरहेछ क्या हेर्न, त्यो प्लेयरको लागि मात्रै। लास्टमा त प्लेयर होइन नि त, ब्रान्ड त होइन, क्लब भन्दा पनि प्लेयरलाई पो ब्रान्डिङ गर्नुपर्ने रहेछ त होइन र? म ग्राउन्डमा हुँदा किन मान्छे आउँछ त? फोटो खिच्न भयो नि आउँछ क्या मान्छे, गेमै हेर्न नआए पनि, तर देख्छ नि क्राउड त मान्छे आइरहेछ भने। त्यो ब्रान्ड कसरी हुन्छ त? आफैले त्यो गर्ने, पर्सनालिटी मेन्टेन गर्ने, एटिट्युड मेन्टेन गर्ने, सबै कुराहरू सोसियल मिडियामा एक्टिभ हुने, त्यो फेस कसरी बिकाउने, त्यो काम गरिरहँदाखेरि चाहिँ पहिला चाहिँ मलाई चाहिँ यस्तो उस्तो यता मात्रै ध्यान दियो, फुटबलमा ध्यान, अहिले सबै त्यही काममा यो गर्नुपर्ने रहेछ भनेर, अनि पो त्यो प्लेयरलाई हेर्न आउँदो रहेछ त होइन। फेरि अब यो धेरै बोले फ्रस्ट्रेसन पोखे जस्तो पनि हुन्छ होला, तर म त जे हो त्यही देखिरहेको छु, त्यही बोलिरहेको है।